हेलो गाइज, हाई। हाम्रो दर्शकहरूको अपार 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 माया पाएकोमा हैन अपार रिक्वेस्टमा हामी फेरि नयाँ भिडियो लिएर उपस्थिति भइसकेको छौँ। आजको हाम्रो डेस्टिनेसन चाहिँ कता रहेको छ? हाम्रो आज अहिले पहिलो डेस्टिनेसन चाहिँ आइसकेका छौँ हामी। त्यो चाहिँ यो चाहिँ सर्ट एन्ड स्विट मिठो आइसक्रिम, यहाँनिरको ओल्डेस्ट आइसक्रिम रे। आइसक्रिम खानालाई सुरुमा त्यसपछि हामी जान्छौँ हेमिल्टन हुँदै ब्राइडल फल्स। जान्छौँ अनि त्यसपछि हामी जान्छौँ बिच। अनि हामीसँग अरू दुईजना नि हुनुहुन्छ। हेलो ह्यान्डसम, हाम्रो अर्को ह्यान्डसम सर यहाँ हुनुहुन्छ। आज यता ह्यान्डसम कुन यता ह्यान्डसम अहिले फेरि भेटौँला। आइसक्रिमको चाहिँ भेराइटी हुन्छ। नाम हेर्नु न, लेमनेड चिज केक, प्योर प्यासन फ्रुट, लेमन एन्ड लाइम। यति मात्रै हो। हेलो बुढो, दुईटा यसको भ्याइसक्नुहुन्छ? मैले चियर्स चियर्स होइन आइसक्रिमको मात्रै। चियर्स नजोड्ने हाम्रो छिटो दाइको किनभने मलाई यो पात मन पऱ्यो कि कस्तो राम्रो देखियो। हामी चाहिँ आइसक्रिम खाने ठाउँमा छौँ। यता आऊ न अस्मिता। ओ यो पात कस्तो राम्रो देखियो के हेरेको हेर्न चाहिँ। आउनु न हजुर पनि। आइसक्रिम छैन अरे मैले खाइसकेँ। भिडियो हामी चाहिँ मिठो मिठो आइसक्रिम खाइरहेको छौँ। टिकटकको सकिन थाल्यो। वर्ल्डको होइन, न्युजिल्यान्डको सबसे ओल्डेस्ट फेमस प्लस ओल्डेस्ट पनि हो। त्यो खाएपछि थाहा भयो हो रहेछ भन्ने। मिठो यति धेरै फ्लेभर पाइने। अघि मैले भिडियोमा हालिसकेँ, त्यति धेरै फ्लेभर पाइन्छ। चिपेस्ट पनि हो। चिपेस्ट प्लस एकदम युज आउने कि एकदम धेरै आउने। तर पुरै कन्ट्री साइड रोड होला नि त त्यो। अनि यता लेफ्टमा मार्किङ नभएको होला होइन। हामी बिचमा छिर्ने भनेको, बिचमा छिर्यौँ पनि बिचको रोडमा। जङ्गलको बिचमा हिँडेको बाटो। हाम्रो गाडी दिएको अगाडि पासे यो हेमिल्टनतिर चाहिँ फ्रिडम क्याम्पिङहरू पनि होला नि होइन। मात्रै जङ्गलको बिचबाट हिँडे जस्तो लाग्ने रहेछ। अनि छाई पनि गर्न पाउँछ कि त्यही झर्नाकै पानी होला। हामी झर्ना पिन्न थाल्यौँ। हिरो है
अप्पर दाल त्यही हो डराइसकेको घर नै हो घर उहाँको जस्तै डन्डा राउन्ड गर्नु त हाम्रो पनि होला डर लाग्दो हुन्छ डरमा अबको तल जाने यात्रा सुरु तल जान त रमाइलो हो माथि आउन फेरि गाह्रो हुने भयो के हामी जानु नि तल किन तपाईँलाई गाह्रो हो गाह्रो भएको होइन मलाई सही हुन्छ है त्यही होला पानी कस्तो दामी छ देखियो यता हेर्नु न ल यता हेर्नु न यता हेर्नु न दाइ ए दाइ ढुङ्गा छ त्यस्तोमा भिडियो हो म त फोटो भन्दा पोज दिइरहेको होइन You can go. ढुङ्गालाई उनीहरूको चिन्छ अनि थाहा हुन्छ छाला पिन्छु हामी आइपुग्यौँ दोस्रो लोकेसनमा अहिले चाहिँ पार्किङमा छौँ अघि हामी यहाँको बाटो यहाँ पनि जाँदो रहेछ नि अहिले हामी त आयौँ उता जान्छ हेर look at the view यो चाहिँ पार्किङ भ्यू आउनै बाँकी छ वहाँनिरको समुद्रमा जाने हो हामी हाम्रो ट्राई पिकनिक प्लस अर्को के भन्छ डुब्की डुब्की सबै हुन्छ हाम्रो अब पिकनिकको सामान निकाल्छौँ हामी हेलो अस्मिता जाने छैन तिमी जुत्ता खोल्ने होइन अब जुत्ते चप्पल यो फुटाउनु हुँदैन घुम्नु पर्नु भन्दा पनि खाने नै कुरा मात्रै तिमीलाई चाहिँ जहिले खानु मात्रै छैन खाने मात्रै प्लान छैन तिमीलाई चाहिँ भनेर भन्दै हुन्छ क्या खाना पाइ हुन्थ्यो यसरी खाना पाइ हुन्थ्यो घुम्न गएपछि रमाइलो गर्नु पर्यो नि त अनि हामी रमाइलो हुने हामी खाएर मिठो मिठो खाएर होइन उसले त्यसै भन्छ प्रियङ्काले हाम्रो यहाँ क्यामेरामा नभएको मान्छेले चाहिँ मान्छेको कुरा गरे हो अहिले अहिले देखाइदिउँला के अरे फुड फन्ड त्यो फन्ड यहाँ पनि पाइँदो रहेछ स्विमिङ कस्ट्युम किन्नु हो कि भाडामा स्विमिङ कस्ट्युम भाडामै होला तर ऊवाला के त्यो अर्को गर्नेवाला के भन्छ यसलाई यहाँ वासरुम रहेछ त चेन्ज गर्नु त्यतिकै चेन्ज गर्छ नि त्यही वासरुम विदेशीहरूलाई नो लाज नो सरम नो भय केही हुँदैन हाम्रो भरिया दाईहरू भरिया बहिनी नै भएको के भयो एउटा गाडीमा सबैजना चढ सामान हाल अनि सामान यहाँ ल्याएर राख अनि ठ्याक्कै होइन एउटा गाडी फर्काउ भनेको भाइ मलाई बोकेर आइहाल्छु नि भन्नु अहिले के भन्दा होइन म गाडी लिएर आउँछु तल भन्दैछ यहाँ खाली पनि छिटो छिटो यहाँ खाली भन्नु उहाँ गएर बस्यो उभिनु आइपुग्यौँ कस्तो मजाको छाल वेभ वाउ हामी यसमा स्विमिङ गर्छौँ आज हामी चाहिँ जाँदैछौँ भरिया जस्तै सबै कुरा बोकेर एन्ड लुक एट द भ्यू हाम्रो टोली अगाडि टुई टुई यो ठाउँलाई चाहिँ ब्ल्याक स्यान्ड भन्ने रहेछ र स्यान्ड यहाँबाट चाहिँ ब्ल्याक ब्ल्याकै देखेको छ वहाँ परसम्म भिडियो भएको छ नि परसम्म पुरै निलो पानी देखाएको छ क्या यो भिडियोमा खै किन यस्तो दामी भ्यूहरू भिडियोमा चाहिँ राम्रो आउँदैन आउने के
यस्तै राम्रो सुरुमा हामी प्राय पिकनिक टाइपले केही खाएर अनि बल्ल जान्छौँ समुद्रमा मजाको लाग्दैछ त्यो पर्दैन होला अलि गोलो भएन कि यो चाहिँ यहाँ एकजना बसौँ पानीपुरी चिसो खाने तरिका आइसहालेछ तर निस्किन्छ होला होइन भइहाल्छ आउँदैन त्यो पानी हालौँ न तातो पानी आइसहालेको पानीपुरीको पानी बन्दैछ आलु बन्दैछ पुरी चाहिँ अलरेडी छ प्रियङ्काको फेभरेट पानीपुरी अनि पानीपुरी म भ्यू देखाउँछु हामीले पानीपुरी कस्तो भ्यूमा खाइरहेछौँ भनेर पानीपुरी with this view मलाई दिनु ल यो मलाई दिनु पानी हालिदिनु न एउटा त्यो पुरै होइन त्यो त हालिदिनु पुरै बग्लके सक्यो आजको दिन पनि एकदम रमाइलो भयो यस्तो हिँडेको छ त्यो मान्छेले कसलाई नो भन्दैछ हामीलाई यस भन्नु डु यु वान्ट टु से समथिङ से हाय तलसम्म आउनु ल बिस्तारै तातो होला